यो सिक्लेस जाने बाटोमा काउँ खोला पोखरातिर काउँ खोला बस पार्क सीता खाजा घर। हामी उहाँहरूसँग एउटा मिठो कुरा गर्छौँ है। यो चाहिँ हाम्रो सरको होटल है। अब ल नमस्ते है तपाईँलाई। ल यो सीता तपाईँको पसलको खाजाहरूको नाम भन्नुहोस् है। सीता खाजा घर कुन ठाउँमा पर्छ? काउँ खोला बस पार्क। यहाँनिर तपाईँको सिक्लेसको लागि र ताङतिङको लागि विशेष गरी घुम्न जानको लागि एउटा डेस्टिनेसन र एउटा ट्रान्जिट पोइन्ट जस्तो हाम्रो सबै चिजहरू यहाँबाट गाडीदेखि लिएर जस्तो गाडीमा तपाईँको जिप, त्यसपछि आएर बस लगायतका यहाँबाट चाहिँ साधनहरूमा सिक्लेस र ताङतिङ, कोडी, कपुचे र घरपु डाँडाको लागि विशेष घुम्न जाने ठाउँ हो। हजुरकोमा पाइने विशेष खाजाहरू चाहिँ के छन्? हाम्रोमा पाउने खाजा भनेको त्यही अर्डर अनुसारको अलमोस्ट सबै बन्छ। विशेष गरी हाम्रोमा बिहानको लागि समोसा, तरकारी, चना अन्डा, त्यसपछि आएर सुक्खा रोटी, परोठा, त्यसपछि पुरी तरकारी, अन्डा रोल लगायतका खाजाका सेटहरू पाइन्छ। दिउँसोको लागि चाहिँ दिवा खाजाको लागि चाहिँ मोमो, चाउमिन, मोमोहरू, थुक्पाहरू, चिल्लीहरू है, चिल्ली आइटमहरू अलमोस्ट सबै पाइन्छ। अनि खाना विशेष गरी अर्डर अनुसारको खाना पनि बनाइन्छ। अनि सिक्लेस जान, कोरी जान, कापुचे जान गाडीको समस्या पऱ्यो भने त्यो समाधान गर्न सकिन्छ? बिल्कुल बिल्कुल। किन सकिन्छ भन्दा यहाँबाट हामीले पठाउनको लागि सहजीकरण गरिन्छ। हामी एउटा पुल हो, माध्यम हो। हामीले तपाईँहरूको लागि जानको लागि घरको सबै चिजको चाहिँ असुविधा नहोस् भन्ने तरिकाले हाम्रो होटेलदेखि लिएर गाडीदेखि लिएर सबै चिजको सकभर हामीले व्यवस्था गर्छौँ। अनि सरसफाइमा कतिको उ छ होइन त्यो पनि भन्नु? सरसफाइमा हामी सकभर एकदम क्लिन गर्न चाहिँ चाहन्छौँ। सक्दो चाहिँ सफाइ चाहिँ हामीले गर्न दिन चाहन्छौँ। ल अब सरसफाइमा चाहिँ त्यस्तो। अनि तपाईँको अब यहाँ कन्ट्याक्ट गर्नु पऱ्यो भने मोबाइल नम्बर 982140 9897 8 मा चाहिँ तपाईँहरूले सम्पर्क गरेर आउनुहोस्। ल हस्, धन्यवाद है। ल यो चाहिँ हाम्रो सिक्लेस जाने ग्रुप है। डाक्टर सिक्लेस गएर 0 माथि पुग्ने ग्रुप। अब खाजा खाने समयमा र गाउँ खोलामा है।